आम्मामा टाटाको गाडी पनि यस्तो लग्जरियस कहिलेबाट के फिचर्स छ र यस्तो लग्जरियस हुन भन्नुभएको होला ल हेर्नुस् म देखाइहाल्छु नि यो चाहिँ हो वायरलेस चार्जर त्यसपछि 3 ड्राइभिङ मोडमा रहेको छ अटो होल्ड गाडी छ अटोमेटिक गियर भइहाल्यो पुश स्टार्ट छ त्यसपछि तपाईले यहाँ हेर्नु न स्टियरिङ कस्तो खतरा के यो चाहिँ स्टियरिङ माउन्टेड कन्ट्रोलमा रहेको छ पावर विन्डो छ अटोमेटिक मिरर फोल्ड रहेको छ अनि एयर ब्याग त अल सराउन्डिङ एयर ब्याग छ त्यहाँमाथि सनरुफ पनि छ फेरि भेन्टिलेटर सिट त्यसपछि अर्को भनेको लार्ज साइजको एलसिडी इन्फोटेनमेन्ट सिस्टम JBL को बब्बाल साउन्ड सिस्टम ग्लोबल एनक्यापमा 5 स्टार सेफ्टी रेटिङ पाएको गाडी पो हो त नयाँ जतिको होइन गाडी नयाँ नै हो नि जम्मा 984 त कुदेको छ 2025 मोडलको टाटाको नेक्सन एक्जेट प्लस इभी गाडी हामीसँग आइसकेको छ प्राइसको कुरामा त तपाईहरुलाई चिठा नै परेको छ नि तपाईहरु शोरूममा लिन जानु भयो भने यो गाडीलाई 50 लाख पर्छ हामीले जम्मा 43 लाख 50 हजार राखेको छौं त्यसमा पनि तपाईहरुले 48 लाख 50 हजारको भ्याट बिल सहित पाउन सक्नुहुनेछ यस्तो फिचर्स प्याक भएको गाडी लिनका लागि चाहिँ शिवज्योति अटो सेन्टर सीतापाला 15 हाम्रो शोरूम भिजिट गर्नु होला अथवा कल गर्नु होला धन्यवाद